कुमारीला कुमारी गणेश मन्दिर। नमस्कार जोजोलप्पा, गुड मर्निङ है सबै साथीहरूलाई। अहिले म यता गाबालनिर है, गाबाल भनेको मङ्गलबजारबाट अलिकति तल माथि त्यो पुल्चोकबाट अलिकति तल के गाबाल मन्दिर हो क्या यो साथीहरू। गाबाल मन्दिर यो यताबाट सिधा आयो भने यो पुल्चोकबाट अलिकति तल है, यता मङ्गलबजार हो, त्यो उता तलतिर, तल्लोबाट अलिकति माथि आयो भने यता गाबालमा ठ्याक्क। अहिले हामी यहाँ पूर्णचन्दी मन्दिर जाँदैछौँ है साथीहरू। पूर्णचन्दी मन्दिर सिद्धिलक्ष्मी मन्दिर क्या साथीहरू, सिद्धिलक्ष्मी मन्दिरतर्फ। यो मन्दिर नजिकको पोखरी है साथीहरू। यो अहिले भर्खर बनाएको, अस्ति चाहिँ जिर्नु थियो, पानी सानी थिएन। अहिले बनाएको भर्खरै भयो, धेरै भएको छैन साथीहरू है। बनाएर पानी सानी हाल्यो, तर त्यस भए पनि पानी अलिकति धमिलो छ, केही छैन। हाँस पालेछ नि त, राजहाँस। अहिले हामी पूर्णचन्दीको मन्दिर यहाँबाट देखिन्छ है साथीहरू। पूर्णचन्दीको मन्दिर, पूर्णचन्दी मन्दिर अर्थात् सिद्धलक्ष्मी मन्दिर है साथीहरू। सिद्धलक्ष्मी मन्दिर जुन यो कुल देवता नै यो बाह्रै मच्छिन्द्रनाथ यिनीहरू मन्दिर, यिनीहरूको कुल देवता, मेन कुल देवता हो क्या यो। ठुलो, एकदमै ठुलो देवता हुने जस्तै तपाईँहरूको साथीहरू जुनै पनि ठुलै कार्यक्रम गर्दाखेरि यो देवतालाई पुज्नुपर्छ क्या साथीहरू। मेन पुज्नुपर्ने यो देवतालाई। जुन यो भक्तपुरको त्यो 5 तले मन्दिर छैन उहाँको सिद्धिलक्ष्मी है साथीहरू, यहाँबाट लग्यो हो क्या त्यो यो एउटै देवता हो साथीहरू। भक्तपुरको 5 तले मन्दिरको तेह्र यो देवता एउटै हो। जुन सिद्धिलक्ष्मी जुन उहाँको कुल देवता नै, जस्तै यो बाह्रै भयो, यो जस्तै यो मच्छिन्द्रनाथ भयो, यिनीहरूको मेन कुल देवता चाहिँ यही हो। जुन यो देवताको जुन जस्तै हाम्रो यो जङ्कु भन्छ नि, नेवारीबाट जङ्कु भन्छ, जुन 84 भन्छ। 84 गर्दाखेरि पनि सबैजना जुनै मन्दिर, अहिले तारा भए पनि अरू मन्दिर घुमिसकेपछि पनि यो मन्दिरलाई पनि घुम्नुपर्छ क्या। किन भन्दाखेरि यो मेन कुल देवता हो नि त यिनीहरू होइन। यो देवता कुल देवता भएको भएर सबैभन्दा मेन देवता चाहिँ यो भनौँ, यो देवतालाई पनि लिनुपर्छ क्या। त्यहाँभित्र अहिले भर्खर मैले सुरुमा देखाएको त्यो मन्दिर थियो नि, त्यो मन्दिरको दायाँ बायाँ एउटा कुमारीको एउटा गणेशको मन्दिर पनि छ है साथीहरू। एउटा कुमारी एउटा गणेशको मन्दिर, अनि एउटा यहाँ भीमसेनको मन्दिर पनि छ है। जुन यो उता कुन्नाको भीमसेनको मन्दिर। यो चाहिँ साथीहरू भैरवको मन्दिर है, पान भैरवको मन्दिर। यहाँ गणेश, भीमसेन, महादेव पनि छ अरे। महादेव, गणेश, भीमसेन, पान भैरवको मन्दिर। खर्गको भने तरवार है, तरवारको आकृति बनेको रहेछ साथीहरू। यसको खोइ अब सिधै कथा होला, मलाई खास त्यसको कथाको चाहिँ विषयमा त्यति खासै थाहा भएन। थ्याङ्क यू है मेरो भिडियो पुरा हेरिदिनु भएकोमा सबै साथीहरूलाई धन्यवाद, थ्याङ्क यू। अनि मेरो अर्को नयाँ भिडियोमा स्वागत छ है, अर्को वेलकम है न्यू भिडियोमा, अर्को नेक्स्ट भिडियोमा। मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोमा नयाँ जोड्ने साथीहरूले नबिर्सिकन सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई। नेक्स्ट भिडियोमा भेट्यौँ होला।